दुर्गा परसाई अहिले थुनामा छन्। आफूले नगरेको भार बोक्दैछन्। आगो लगायो कसले, लुटपाट गर्यो कसले, यो सबैले हेरेकै छ। उहाँ छिटो थुनामुक्त हुनेछन्, मेरो यो विश्वास छ। करिब 10 दिन बढीमा 15 दिनभित्र थुनामुक्त हुनेछन् दुर्गा परसाई। थुनामा हुँदा पनि यहाँ केही संगठन विभागको पदको व्यक्तिहरू आफू आफ्नो हतारमा चलखेल गर्दैछन्। यसमा दुई मत छैन। राजाको लहर ल्याउनेमा दुर्गा परसाईको कारणले ही हो। भ्रष्टहरूको पर्दाफास गर्ने दुर्गा परसाई हो। यसमा दुई मत छैन। अरू कसैले गर्न सक्दैन। जुन पनि राजनीतिक पार्टीहरूले अहिले राजाको आवाज उठाउँदैछन् त्यो सबै अवसरवादी हुन्, यो सबैलाई प्रष्ट थाहा छ। तर आज एउटा विज्ञप्ति संगठन विभाग प्रमुखले जारी गर्यो रापापासँग नबस्ने। त्यसपछि अर्को सचिवले विज्ञप्ति जारी गर्यो, संगठन विभागको प्रमुखले दुरुपयोग गर्यो लेटर हेडको। त्यत्रो विज्ञप्ति निकाल्दा सल्लाह नभयो होला त? खै, अब त्यो त दुर्गा परसाई जानु न त संगठन विभाग प्रमुख जानुहोस्। तर सामाजिक सञ्जालमा यस्तो विज्ञप्ति निकालेर एक अर्कोमाथि कारबाही गर्ने यो दुःखद छ। यसको खामियाजा जुन आशा गरेको पीडितहरू छन् उले भोग्नेछन्। दुर्गा परसाईलाई यो बुझ्नुपर्छ, को आफ्नो को अर्कोको। तर उहाँले भन्नुहुन्छ राजाको सल्लाहकारले डुबाएको थियो। त्यस्तै दुर्गा परसाईको सल्लाहकारले दुर्गा परसाईलाई डुबाएको छ।